तपाईँहरूले रिसेन्टली आग्रा स्टेसनको एउटा न्युज त हेर्नुभयो होला है। त्यो सोसियल मिडियामा पनि धेरै ट्रोल भएको थियो। अब घटना चाहिँ के हुन्छ भने ट्रेन आएर त्यहाँनिर रोक्छ र ट्रेनबाट एकजना लेडिज बाहिर निस्किन्छ होइन। बाहिर निस्केर उसले केही सामान किनेर ट्रेनमा चढ्नु खोज्दाखेरि चाहिँ ट्रेन चाहिँ कुद्नु थाल्छ। त्यो चाहिँ फेरि डेप्युटी स्टेसन सुपरिन्टेन्डेन्ट मिस्टर नरेन्द्र सिंह चाहरले चाहिँ त्यो हेरिरहेको हुन्छ र अब उसलाई त्यो एक्सिडेन्ट हुन्छ भन्ने खतरा महसुस भएपछि चाहिँ उसले के गर्छ भने ट्रेनसँग कन्ट्याक्ट गरेर ट्रेनलाई रोकाइदिन्छ र त्यो लेडी चाहिँ ट्रेनमा चढ्छ। कुरा चाहिँ यहाँनिर खतम हुनुपर्ने हो खास चाहिँ, तर यहाँनिर चाहिँ के हुन्छ भने कुरा चाहिँ यहाँबाट सुरु हुन्छ। यहाँबाट चाहिँ कुरा कसरी सुरु हुन्छ भन्दा आरपिएफको क्याडरहरू आउँछ है। आरपिएफको क्याडरहरूले चाहिँ अब चेन पुलिङ कसले गर्यो भनेर त्यो सोधखोज गर्नु थाल्छ, किनभने चेन पुलिङ चाहिँ ट्रेनमा क्राइमै हो। विदाउट एनी कज अब चेन पुलिङ गऱ्यो भने चाहिँ त्यो चेन पुलिङ गर्नेलाई जेल पनि हुन्छ अनि एकदमै अब फाइन पनि हुन्छ। र त्यति बेला चाहिँ नरेन्द्र सिंह चाहरले चाहिँ त्यो आरपिएफको क्याडरहरूसँग चाहिँ बात मार्नु थाल्छ र त्यो एक्सप्लेन गर्नु थाल्छ है। तर पनि अब त्यहाँनिर के पारा मिल्दैन, के मिसअन्डरस्ट्यान्डिङ हुन्छ, त्यो एक्सप्लेनेसन चाहिँ एकदमै हट आर्गुमेन्टमा कन्भर्ट हुन्छ। र अब यति साह्रो त्यो आर्गुमेन्ट बढेर जान्छ, बढ्दाखेरि चाहिँ अब नरेन्द्र सिंहको अरू स्टाफहरू पनि आरोलाई बचाउनु ट्राई गर्छ है। आरपिएफहरू पनि एकदमै अब हाई हुन्छ है। हाई हुँदाखेरि चाहिँ अब आरपिएफले भन्छ यो नरेन्द्र सिंहले चाहिँ ब्याड वर्डहरू युज गर्यो भनेर उनीहरूले चाहिँ भन्छ। त्यो भिडियोमा पनि आएको छ है। र त्यो अलिकति झगडा तन्केपछि चाहिँ त्यो नरेन्द्र सिंह चाहरलाई चाहिँ आरपिएफको जवानहरूले चाहिँ घिसारेर आरपिएफ स्टेसनमा लानु खोज्छ है। र उसले पनि अब त्यो आफूलाई प्रोटेक्ट गर्न त खोज्छ, उसको साथीहरूले प्रोटेक्ट गर्नु ट्राई गर्छ, तर अब त्यस्तो प्रकारले चाहिँ उसले आफूलाई रिलिज गर्नु सक्दैन है। यो भिडियो हेर्नुहोस् न कसरी तानेको रहेछ, तपाईँहरूले बुझिहाल्नुहुन्छ। र यो घटना पछि सोसियल मिडियामा पनि धेरै ट्रोल हुन थाल्छ है। र मिस्टर नरेन्द्र सिंह चाहरले पनि एफआइआर लन्च गर्छ अगेन्स्ट आरपिएफ क्याडर। अनि फेरि यो आरपिएफ क्याडरहरूलाई पनि टेम्पोररी सस्पेन्ड गरेको छ र इन्टरनल इन्क्वायरी पनि सायद प्रोसेसमै छ। अनि फेरि पोलिटिकल इन्भल्भमेन्ट, अब नेताहरू आएर आफ्नो प्रतिक्रिया दिनु त अब इन्डियामा त्यो एउटा कमन कुरा नै हो। अब गरम तावामा रोटी सेक्नु भनेको जस्तै हो है। कौन आदेश कर रहा है? आदेश मिलाए। खुद की बुद्धि भी होती है कि पब्लिक से कैसे डील किया जाता है। बात करो सर, बात करो। इसलिए तो मुझे आना पड़ा कि स्टेशन मास्टर को घसीट के ले जा रहे हैं।